बिक्काम बर्बादै भो, बिक्काम बर्बादै भो, बिक्काम बर्बादै भो। अबदेखि आँप खाने मेलो पनि छैन। कम्पनीकै आफ्नै अर्ग्यानिक आँप खाइन्थ्यो। बिक्काम बर्बादै भो गाइजहरू। हेर्नुहोस् त गाइजहरू, अब यो आँपको बोटलाई चाहिँ आज मिति 2082 वैशाख महिनाको चाहिँ 10 गते 23 अप्रिल 2025 तारिकको दिन आज यसरी बङ्गलादेशका भाइहरूले यस आँपको बोटलाई चाहिँ व्यवस्थापन गर्ने काम भइरहेको छ। बिक्काम बर्बादै भयो। आँप खान पाइएन है, अब अर्ग्यानिक आँप खान पाइएन। अब बजारमा किन्दै खाने हो। के गर्ने, ल सेवा सम्झना छ सम्पूर्णमा। आलाग्ने सेवा।